सर्वप्रथम त यस खुला मन्तव्य प्रतियोगिता 2026 आयोजना गर्नुहुने द राइजिङ युथ नेटवर्कका सम्पूर्ण पदाधिकारीहरू र यस खुला मन्तव्य प्रतियोगिताको निर्णय गर्नुहुने निर्णयक मण्डलजीहरू एवं यस खुला मन्तव्य प्रतियोगितालाई रोमाञ्चक बनाउनका निमित्त प्रतिस्पर्धामा हुनुभएका सम्पूर्ण प्रतिस्पर्धी मित्रहरू एवं यस खुला मन्तव्य प्रतियोगितालाई देश विदेशबाट निहालिरहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म नवीन साईको तर्फबाट हार्दिक नमस्कार। मेरो मन्तव्यको सूचक रहेको छ कर्णाली समस्या होइन सम्भावना हो। मैले आज यहाँ कुनै गुनासो लिएर आएको छैन, केवल कर्णालीको सम्भावनालाई लिएर आएको छु। हजारौँ वर्षदेखि नै कर्णाली प्रदेशलाई सिर्फ गरिब, पीडित, अभाव र पिछडिएको वर्गका रूपमा प्रयोग गरिँदै आइरहेको छ। म ठोक्काका साथ तपाईँहरूलाई के भन्न चाहन्छु भने कर्णाली प्रदेश अभावको प्रदेश होइन। कर्णाली प्रदेश केवल अवसर नपाएर रोकिएको शक्तिशाली भूमि हो। आज कर्णालीसँग के छ भनेर सोध्ने होइन कि आज कर्णालीसँग के छ भनेर हेर्नुपर्छ। कर्णालीको सम्भावनालाई हेर्नुहुन्छ भने एकमा जलस्रोत, कर्णाली प्रदेशका नदीनालाहरू त्यस्तै बगिरहेको अवस्था छैन। तिनीहरूले पनि भोलिका दिनमा कर्णाली प्रदेश र सिङ्गो राष्ट्रलाई कसरी उज्यालो बनाउनुपर्छ भन्ने कुरा सोचिरहेका छन्। कर्णाली प्रदेशका नदीनालाबाट विद्युत उत्पादन गर्न सकिन्छ र राष्ट्रलाई ऊर्जा दिन सकिन्छ। यदि कर्णाली प्रदेशको जलस्रोतलाई सही ढङ्गले प्रयोग गर्न सक्यो भने भोलिका दिनमा कर्णाली प्रदेश मात्र नभएर सिङ्गो राष्ट्रलाई नै उज्यालो बनाउन सक्ने क्षमता छ। सम्भावना 2, कृषि र पर्यटन। कर्णाली प्रदेशको माटोलाई रासायनिक मलले खाएको छैन। कर्णाली प्रदेशको माटो स्वच्छ छ। कर्णाली प्रदेशको माटो अर्ग्यानिक छ। यहाँ आलु, मकै, जौँ, गहुँ, सिमी, फापड, आरु, ओखर लगायतका विभिन्न किसिमका खाद्यान्न तथा नगदे बालीहरू उत्पादन गरिन्छ र कर्णाली प्रदेशका पहाडहरूमा तपाईँको बहुमूल्य औषधिजन्य जडीबुटीहरू समेत पाइरहेको अवस्था छ। अहिले विश्व बजारले तपाईँको अर्ग्यानिक खोजिरहेको अवस्था छ भने विडम्बना के छ, कर्णालीको शक्तिलाई अहिलेसम्म साधारण बजारसम्म पुर्याउन सकेको अवस्था छैन। यदि कर्णालीमा आधुनिक कृषि, सिँचाइ, भण्डार र बजार व्यवस्थाको पहुँच भइदिएको भए साँच्चै नै कर्णाली आज कृषि क्रान्तिको भूमि बन्ने थियो। सम्भावना 3, पर्यटन। कर्णाली प्रदेश नेपालकै पर्यटकको सम्भावना बोकेको एक प्रदेश हो। कर्णाली प्रदेशमा हेर्नुहुन्छ भने नेपालको सबैभन्दा ठुलो ताल धाराताल, सेफुसिन्डो ताल र सिजा सभ्यता एवं पुरानो सभ्यता बोकेको काँक्रीबिहार अनि यहाँका विभिन्न किसिमका सांस्कृतिक हिमालहरू नै कर्णाली प्रदेशका मेन गहना हुन्। यदि कर्णाली प्रदेशका गहनालाई विश्व सामु चिनाउन सक्ने कुनै विकल्प थियो भने कर्णाली प्रदेशमा राम्रो बाटो हुनु, कर्णाली प्रदेशमा सुरक्षा हुनु र कर्णाली प्रदेशको होटलमा राम्रो व्यवस्था हुनु र कर्णाली प्रदेशको बारेमा प्रचार हुनु, यदि सम्पूर्ण कुराहरूको मिसाट भएको भए साँच्चै नै कर्णाली प्रदेश आज विश्वस्तरीय पर्यटनहरू तान्न सक्ने एक प्रमुख स्वर्ण प्रदेश भन्ने थियो भने सम्भावना 4मा चाहिँ हामी जाऊँ मानव संसाधनको हिसाबले। मानव संसाधनको हिसाबले हेर्नुहुन्छ भने कर्णाली प्रदेशका युवाहरू साँच्चै नै अल्छी छैनन्। कर्णाली प्रदेशका युवाहरू कमजोर छैनन्, केवल अवसर नपाएर विदेशिएका मात्रै हुन्। साँच्चै नै कर्णाली प्रदेशका युवाहरूलाई यही सिपमूलक तालिम, रोजगार र उद्यमशीलतासँग जोडिएको भए साँच्चै नै कर्णाली प्रदेशका युवाहरूले नै देश बनाउँथे। कर्णाली प्रदेशमा समस्या छैन, कर्णाली प्रदेशमा समस्या छ त सोच र नियत छ। कर्णाली प्रदेशमा अभाव छ त सोच र नियतको छ। कर्णाली प्रदेशलाई आज अभावको दृष्टिमा नहेर्नुहोस्, आज कर्णाली प्रदेशलाई लगानीको दृष्टिमा हेर्नुहोस्। साँच्चै नै भन्ने हो भने कर्णाली प्रदेशले आज तपाईँहरूसँग भिख मागिरहेको छैन, कर्णाली प्रदेशले तपाईँहरूसँग अवसर मागिरहेको छ। भन्दै अन्त्यमा म के भन्न चाहन्छु भने यदि कर्णाली प्रदेशले इमान्दारी नेतृत्व, सही योजना र दीर्घकालीन सोच लिएमा कर्णाली प्रदेश साँच्चीकै नेपालकै उदाहरणीय प्रदेश बन्नेछ भन्नेमा म हिचकिचाउने थिइनँ। धन्यवाद। मनपर्छ भने लाइक, कमेन्ट गर्न नभुल्नुहोला है त।